हेर्नुस् है, यसपालि मैले रोपेको टमाटर चाहिँ यहाँ चाहिँ घारी छ क्या, मकै घारी छ यता यता, अनि त्यही भएर अलिअलि भए पनि असिनाले जोगिएछ। मस्तले पाक्न थालिसक्यो। फल्न पनि यस्तो जोडले फले होइन क्या, जुत्ता जुत्ता फलेछ है। अब पाक्न सुरु गरेछु, भित्रभित्र पनि पाकिराखेको छु। उहाँ हेर्नुहोस् न, मैले यस्तो गरी गरी पुरा बार लगाई अडियाएको थिएँ। यसरी पाक्न थालेछ टमाटर है आफ्नै बारीमा। यहाँ चाहिँ मैले वस्तुको मल भन्दा बाहेक, गोबर मल भन्दा बाहेक केही लगाएको छैन। हेर्नुहोस् त, मकैबारी यस्तो रहेछ। मकैबारीको भित्र रोपिदिएको थिएँ त है, असिनाले हान्न भ्याएनछ। फल्न चाहिँ फेरि के जोडले फल्यो क्या, यत्रो यत्रो जुत्ता जुत्ता भएर फलाएको साथीहरू। किन पाकेको कस्तो आल्चा आरू बखाडा जस्तो है। यतातिर चाहिँ माटोले छुएछ है साथीहरू, कुहिने भएछ। अब नकुहुँदै टिप्नुपर्छ क्या। हेर्नुहोस् न, कस्तो दामी क्या, काँच चाहिँ करप करप खाउँ जस्तो क्या है। आल्चाहरू आरू बखडाहरू हुन्छ नि लेखतिर, त्यस्तो के हेर्दाखेरि खाउँ लाग्ने। कस्तो दामी हेर्नु न, वाउ। आफ्नै बारीमा आफै नै हातले रोपेको टमाटर साथीहरू। मकैबारी भित्रभित्र छ क्या, भित्रभित्र रोपिदिँदा पनि कहिलेकाहीँ त काम लाग्दो रहेछ हौ। मैले रोपेको फर्सी चाहिँ यत्तिको मुन्टा जान थाल्यो। हेर्नुहोस् त, यहाँ पुरैसम्म 3-4 झ्याङ छ। यति भएपछि आफ्नो परिवारलाई खानु पुग्छ।